गरेका छौँ के अलिकति तालमेल मिलेको छैन मैले यति मात्रै भन्छु। हामी नेताहरू छौँ नि, यहाँ नेताहरू पनि त्यसमा त नअट्नु पर्ने हो नि। हाम्रो यहाँ उपस्थिति हाम्रो भइरहेका छैन। म यहाँलाई निवेदन गर्न चाहन्छु, सिद्धान्त भनेको सिद्धान्तको जननी व्यवहार हो के बुझ्नु पर्यो हामी सबैले। सिद्धान्तको जननी व्यवहार यो कम्युनिस्टको मार्क्सवाद लेनिनवाद जन्मेको मान्छेको व्यवहारबाट। यदि संसार दुनियाँमा कहीँ पनि शोषण दमन अन्य अत्याचार हुँदैन थियो भने, एउटा मान्छेले अर्कोलाई थिचोमिचो गर्दैन थियो भने मार्क्सवाद पनि जन्मने थिएन। बुझ्नु पर्यो यहाँले। पहिला कुनै पनि सिद्धान्तको जननी भनेको व्यवहार हो। पहिला कुरा यो बुझ्नुले म निवेदन गर्न चाहन्छु। मार्क्सवाद पनि त्यही गरी जन्मियो। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदाखेरि 2006 सालमा हामीले देशभित्रको देश बाहिरको सबै परिस्थितिलाई आत्मसात गरिकन त्यति बेलाका हाम्रा आदरणीय नेताहरूले नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवाद भनेर पारित गर्नुभयो। त्यति बेलाको अवस्थामा संसारभरिको कम्युनिस्ट आन्दोलनको ब्याकग्राउन्डलाई पनि हेरिकन त्यो हामीले पारित गर्दै आयौँ। जब सोभियत सङ्घबाट समाजवाद विफल भयो, त्यो भइसकेपछिको परिस्थितिमा नेपालबाट हामी 6 सालमा स्थापना भएको कम्युनिस्ट पार्टी खास गरी 42-43तिर आइपुग्दासम्म पनि जति हामी फस्टाउनु पर्थ्यो, जति हामी बलिया हुनु पर्थ्यो, त्यति बलिया हुन सकेको अवस्था रहेन। कम्युनिस्ट पार्टी अलिकति कसैले पुनर्गठन गर्न थाल्नुहुन्छ, खास गरिकन पुष्पलाल कमरेडको समयमा उहाँले नै कोसिस गर्नुभयो। कसैले बनाउन खोज्ने, कसैले फेरि अनेक खालको मतभेद निकाल्दै पार्टी फुटाउने सम्मका गतिविधिहरू हुँदै गए। मैले भन्न खोजेको के भने 6 सालमा स्थापना भएको पार्टी 40को दशकमा आइपुग्दा पनि यतिका मानिसहरू लागिरहनु भएको छ, तर पनि पार्टी बलियो भएको एउटा चाहिँ निर्णायक फड्को मार्न सक्ने अवस्था नभइसकेपछि देशभित्रको व्यवहार देशभित्रको कम्युनिस्ट पार्टीले गरेको व्यवहार र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले खाएको धक्कालाई ढेका राखेर जनताको बहुदलीय जनवाद भन्ने कार्यक्रम पारित गरेको त 49 सालमा हो, 5औं राष्ट्रिय महाधिवेशनले। तर त्यसको ब्याकग्राउन्ड चाहिँ अलिकति 43 सालतिरबाटै अगाडि बढ्न थालेको अवस्था थियो र नै 43 सालमा नेकपा तत्कालीन नेकपा मालेले प्रतिनिधि सभाको राष्ट्रिय पञ्चायतको चुनावमा पनि भाग लिने कार्यक्रम ल्याएको थियो। त्यतापट्टि मैले धेरै व्यक्त गरेँ। फेरि पनि म भन्न चाहन्छु, तपाईँले नोट गर्नुपर्ने, बुझ्नुपर्ने, बुझाउनुपर्ने कुरा यो सिद्धान्त यत्तिकै आउँदैन उम्रदैन। यो काल्पनिक विषय होइन, यो व्यवहारबाट प्रमाणित भएको कुरा हो। मैले एक वाक्यमा यो कुरा भने अनि राष्ट्रिय अन्तर्राष्ट्रिय सबै कम्युनिस्ट आन्दोलनको अध्ययन गर्दै नेपाली समाजको वस्तुनिष्ठ समीक्षा गरिकन जननेता मदन भण्डारीले अगाडि सार्नुभएको पहिला त्यो कार्यक्रममा अघि कसले पनि भन्नुभयो, किताबै थियो, तपाईँले पढ्नु पाउनुभयो कि पाउनु भएन। बहुदलीय जनवाद भन्ने किताब थियो कि एउटा, उहाँले बहुदलीय जनवाद त्यो पुस्तक हामीहरूसँग होला कतै हामी खोज्नुपर्छ। पहिला त्यो थियो। यो पारित त 49 सालमा भयो 5औं महाधिवेशन। त्योभन्दा पहिले नै सारा कार्यकर्ताको बिचमा छलफलको खातिर नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनलाई बहुदलीयतामा लान बेसी उपयुक्त हो कि होइन भनेर परामर्शको निमित्त पुस्तकै बनाएर पठाएको थियो। त्यो भारी बहुमतले 5औं महाधिवेशनमा पारित भयो। विभिन्न खालका मतहरू त्यहाँ आएका थिए, हामी स्वयं त्यहाँ प्रतिनिधि थियौँ। मैले फेरि पनि भन्न चाहन्छु, जनताको बहुदलीय जनवाद पनि हिजोको नयाँ जनवादको कार्यक्रमभन्दा धेरै भिन्न होइन। तपाईँलाई यो पनि फेरि जानकारी हुनु पर्यो कि हिजो 6 सालमा पुष्पलालको नेतृत्वमा स्थापना कम्युनिस्ट पार्टी भइरहँदाखेरि अगाडि सारेको कार्यक्रम र जननेता मदन भण्डारीको अगुवाईमा 49 सालमा पारित गरेको 5औं महाधिवेशनले पारित गरेको कार्यक्रम तात्विक भिन्नता के हो त भन्दा पिएलओले भन्नुभएको कुरा फरक हो कि अरू धेरै कुरा त उही हो।
नेपाली समाज वर्गीय छ, पुष्पलालले भनेको पनि त्यही हो, मदन भण्डारीले भनेको पनि त्यही हो। हामीले बुझ्नुपर्ने कुरा यही खालि 14-20 मात्रै हो कि जब त भनेर नबुझौँ के। धेरै कुरा त उही हो। जति बेला चाहिँ पुष्पलालको भनौँ न स्थापना कालमा थियो, नेपाली समाज त्यति बेला समाज विकासको क्रममा अलिकति फरक होला, तर हामीले त्यति बेला पनि अर्धसामन्ती अर्धौपनिवेशिक नेपाली जनताको प्रगतिको बाधक अर्धसामन्ती र अर्धौपनिवेशिक वर्ग हो भनेर फैसला गर्नुभएको थियो पुष्पलालले। त्यो कुरा अब अस्ति 49मा आइपुग्दाखेरि पनि लगभग त्यस्तै व्याख्या थियो। त्यसरी वर्गसँग क्रान्तिको बाटो तपाईँले पढ्नु पऱ्यो कि जनताको बहुदलीयवादी कार्यक्रममा भनेको छ क्रान्तिको बाटो भनेको वर्ग सङ्घर्ष। फरक कुरा हो, पहिला यति बेला वर्ग सङ्घर्ष भनेको सहज सङ्घर्षलाई मात्रै मानिएको थियो पार्टी स्थापना कालतिर। प्रतिक्रियावादी सत्तालाई परास्त गर्नको निमित्त नेपालको सञ्चालनमा पनि चीनमा जस्तै, क्युबामा जस्तै, कोरियामा जस्तै सहज सङ्घर्षको जरुरी छ भन्ने कुरा थियो। तपाईँहरूलाई अचम्म पनि लाग्छ, बन्दुकबाटै सत्ता कब्जा गर्न सकिन्छ भन्ने मान्यताका साथ हाम्रो पुस्ता पनि लाग्यो पुष्पाले। तर मैले भनिसकेँ, यो व्यवहारलाई हेर्दै जाँदा होइन रहेछ। नेपालको सन्दर्भमा नेपाल जस्तो देशमा अब यो प्रतिस्पर्धाको प्रणालीलाई पनि हामीले एक्सेप्ट गरेर जानुपर्छ। त्यति बेला भनेको के हो भनेदेखि क्रान्तिको बाटो वर्ग सङ्घर्ष हो। वर्ग सङ्घर्षको रूप चाहिँ एउटै मात्रै भन्ने हुँदैन। मदन भण्डारीले भनेको कुरा यो, क्रान्तिको बाटो वर्ग सङ्घर्ष हो एउटा कुरा। वर्ग सङ्घर्षको रूप एउटा मात्रै हुँदैन। दोस्रो कुरा के हुन्छ त, यो शान्तिपूर्ण पनि हुनसक्छ, वैधानिक पनि हुनसक्छ, हिंसात्मक पनि हुनसक्छ, अवैधानिक पनि हुनसक्छ। उहाँले भनेको कुरा त्यो केले निर्धारण गर्छ भनेमा तत्कालीन परिस्थिति निर्धारण गर्छ। हाम्रो प्रधान शत्रु जुन रूपमा हाम्रो अगाडि प्रकट हुन्छ त्यसलाई परास्त गर्न त्यही खालको नीति हामी अप्नाउनु पर्छ। त्यसरी जननेता मदन भण्डारीले त्यसमा कुशल सङ्गठन हामीले भनेका छौँ। तपाईँले दिवराज आश्रित त उहाँको कार्यक्षेत्र यही उत्तर पश्चिम गण्डक क्षेत्र भन्ने थियो। हाम्रो यो धौलागिरी गण्डकी लगायतको एरिया यहाँको प्रमुख हुनुहुन्थ्यो दिवराज आश्रित। कुनै समय हामीहरू विद्यार्थी र सङ्गठन निर्माणमा हामी यसै अनुमान गर्न सक्छौँ कि एउटा शून्यबाट पहिलो चुनावमा जाँदा 1/3 मत प्राप्त गर्ने भनेको सानो कुरा होइन कि। हामीलाई के भन्थे, दुलाबाट निस्केर नेता बन्न पाइँदैन भनेको त्यही होइन। कम्युनिस्ट भनेको जब पनि कसैको त्यो हाउ बुद्धि राक्षस कम्युनिस्ट भनेको भन्ने बेलाको चुनावमा पहिलो चुनावमा 69 सिट हामीले जित्यौँ। त्यो भनेको 1/3 भनेको यस्तो पावरफुल चिज हो कि सम्पत्ति हो त्यो कि देशलाई घात गर्ने कुनै काम गर्न कोही कम्सियो भने नो भन्न सक्छ। त्यसले देशलाई जोगाउन सक्छ कि 1/3ले। हिजो पनि त्यति बेलाको संविधान पनि त्यही थियो। त्यो शक्ति हामीले प्राप्त गऱ्यौँ। मैले भन्नु खोजेको कुरा के भन्दाखेरि पार्टी निर्माणमा उहाँहरूको योगदान असाधारण छ र हिजोको सान्दर्भिकता त यसो भनौँ, तपाईँहरूलाई बन्दुकबाट सत्ता परिवर्तनको कार्यनीति हामीले त्यसदेखि यता अख्तियार नगरे पनि नेपालको एउटा कम्युनिस्ट पार्टीले अख्तियार गर्यौँ। त्यो कुरा त यो आमूल परिवर्तनको दुईवटा बाटो हुन्छ कि। अघि मैले भनिसकेँ वर्ग सङ्घर्षको दुईवटा बाटो मध्ये कि अब चुनावको बाटो कि बन्दुकको बाटो। चुनावको बाटो त्यस पछाडि हामीले अख्तियार गऱ्यौँ। माओवादी केन्द्रले त अलिकति त्यति बेलाको प्रभाव पेरिस कम्युनबाटै पनि हो जस्तो लाग्छ। माओवादीले सहज सङ्घर्षकै नीति लियो नि। नेपालको सन्दर्भमा सहज सङ्घर्षको नीति उपयुक्त होइन रहेछ भन्न त भन्थ्यो माओवादीले कि गाउँमा जाँदाखेरि हामी 8,848 मिटरको सगरमाथा आरोहण गर्न जाँदैछौँ। हामीले 8,800 मिटर त चढिसक्यौँ, मात्रै 48 मिटरको बाँकी छ। त्यसको लागि एक धक्काको निम्ति तपाईँसँग देश दिनुहोस् आन्दोलन भनेको होइन।
वास्तविकता त्यस्तो हुने रहेछ नि। अहिले त्यस्तो थियो भनेदेखि त्यसै गरी नै नेपालमा क्रान्ति सम्पन्न भइदिए भए पनि अर्कै खालको सिनारी हुन्थ्यो होला नि। मैले जोड्न खोजेको कुरा के भन्दा जननेता मदन भण्डारी कति दूरदर्शी नेता हुनुहुन्छ। आज 17,000 नेपालीको चाहिँ मृत्यु भएको छ। अब त्यतापट्टि पनि धेरै बेला होला। यो यसको चाहिँ कति औचित्य रह्यो के भयो त्यो त्यतापट्टि धेरै व्याख्या नगरौँ। एउटा अर्थ त पक्कै रहेको छ, गणतन्त्र स्थापना गर्नुको निम्ति ती बन्दुकको ती रगतको भ्यालु छैन म भन्दिनँ छ, तर 8,800 मिटर चढेको त होइन रहेछ नि त। त्यो भएदेखि किन त्यो 48 मिटरलाई चाहिँ ब्याक हुने। त्यसैले नेपालको सन्दर्भमा यो मात्रै आजको सन्दर्भमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने बाटो भन्ने कुरा यी व्यवहारले फेरि फेरि पुष्टि गरेको छ। त्यसैले भनौँ न सान्दर्भिकताबारे हामी धेरै व्याख्या गर्न पर्छ भन्ने मलाई लाग्दैन। त्यसमध्येको ज्यादै महत्त्वपूर्ण कुरा यहाँलाई भन्न चाहन्छु, हामीले बताउनु पनि पर्यो कि के हो त यो शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट अगाडि बढिरहँदाखेरि हाम्रो सबभन्दा बलियो हतियार के हो। जनताको सेवा गर्ने, जनताको सेवा गर्ने सबभन्दा प्रमुख हतियार भनेको संविधान हो के। हामी सबैले बुझ्नु पर्दछ संविधानमा नेपालको मूल कानुनमा श्रमजीवी जनतालाई के दिने भनेर लेखिसके पछाडि कार्यान्वयन गर्नु पर्दछ जुनसुकै सरकार आएको। त्यसैले हामीले फेरि पनि बुझ्नुपर्छ यो नेपालको अहिलेको संविधानलाई अध्ययन गरौँ। म फेरि भन्न चाहन्छु, हामीले 6 सालदेखि अहिलेसम्म गरेको आन्दोलनको सबभन्दा ठुलो उपलब्धि भनेको संविधान सभाबाट निर्माण गरेको संविधान। माओवादीको सशस्त्र सङ्घर्षबाट प्राप्त गरेको पनि महत्त्वपूर्ण उपलब्धि संविधान हामीले बुझ्नु पर्यो। नेपालका सबै कम्युनिस्टहरूले मात्रै होइन, हामीले नेपालको परिवर्तनलाई मौलिक भन्दैछौँ नि, नेपाली काङ्ग्रेसको पनि, नेपाली काङ्ग्रेसले पनि आफ्नो यात्रा लामो गर्यो। त्यो लामो यात्रामा सबभन्दा बढी प्राप्त गरेको चिज भनेको यही हो नेपालको संविधान। त्यही भएर अघि पनि प्रसङ्ग उठ्यो यहाँ, कसले भन्नुभयो भन्दाखेरि पहिलो नम्बरमै दिन्छ संविधानको सर्वोच्चता मान्ने पार्टी हामी। किन? यही संविधानको जगमा हामीले देशमा आमूल परिवर्तन गर्ने सङ्कल्प गरेका छौँ कि हामी। सम्भव छ। संविधानको सर्वोच्चता भनिरहँदाखेरि हामीले बुझ्नुपर्छ यही नै पूर्ण हो, होइन त्यो। हामीले त्यसमा धेरै परिवर्तन गर्नु जरुरी छ। परिवर्तन गर्नको निमित्त हामीले गर्ने परिवर्तन देशको हितमा गर्न जरुरी छ, श्रमजीवी जनताको हितमा गर्न जरुरी छ हामीले गर्ने परिवर्तन। त्यसो भएको हुनाले अब सान्दर्भिकता मलाई भन्नु अझै बढ्दो छ, सान्दर्भिकता अझ बढ्दो छ। हामीले अब बन्दुक उठाउन सक्छौँ त नेपालमा? विद्वान साथीहरूसँग हामी प्रशस्त डायलग गर्न तयार छौँ। असम्भव। नेपालमा यो नेपाल भनेको संसारबाट अलगै होइन नि त। संसारमा कहीँ पनि आज सफल भइराखेको छैन सशस्त्र सङ्घर्षबाट चाहिँ क्रान्ति। त्योबाट हामीले सिक्नु पर्दैन। त्यस भएको हामी हिँड्ने बाटो भनेको यही शान्तिपूर्ण प्रतिस्पर्धाकै बाटो हो, जुन बाटो हामी हिँड्दैछौँ। समय लामो भयो होला, मलाई सङ्केत गर्नु म छोडी पनि हाल्छु। अब कुरा के हो त, यहाँ प्रसङ्ग उठ्यो धेरै, म कोही साथीहरूलाई पनि टिप्पणी आदि दिँदै गर्न चाहन्न। सिद्धान्तको बारेमा दृढतापूर्वक भन्न चाहन्छु म कि हामी सही ठाउँमा छौँ। हाम्रो सिद्धान्त बिल्कुल सही छ। सही भएर नै सबै यसकै घेरामा आए कि त्यति बुझ्नु पर्दैन। हामी गलत बाटोमा हुन्थ्यो भनेदेखि त हामी सहीतिर जान्थ्यौँ होला। हामी आफै पनि माओवादीबाट जान्थ्यौँ होला, माओवादी काङ्ग्रेसबाट पनि जान्थ्यो होला। सही बाटोमा एमाले हिँडेको हुनाले राजतन्त्र मान्ने काङ्ग्रेस गणतन्त्रमा आयो। सशस्त्र सङ्घर्षबाट मात्रै परिवर्तन सम्भव छ भन्ने पार्टी चुनावमा आयो, ब्यालेटमा आयो। त्यसको कुरा हामीले गर्वले छाती फुलाउनु पर्दछ कि दूरदर्शी नेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद आज सिङ्गो मुलुकको मार्गदर्शक सिद्धान्त बनेको छ। यति पनि तपाईँलाई भन्न चाहन्छु, सुरुमा अब यो कार्यक्रम र
सिद्धान्त भने पनि तपाईँले बुझ्नु भएकै होला, फेरि पनि मैले अन्डरलाइन गर्न चाहेँ। 5औं महाधिवेशन हामीले कार्यक्रमको रूपमा ल्याएको जनवाद, 8औं आएर यो सिद्धान्त भयो। सुन्नुहोस् है एकछिन, तपाईँहरू नेता बुझाउनु पऱ्यो क्या तपाईँहरू पनि, के हो यो सिद्धान्त र कार्यक्रम भनेको? कार्यक्रमको रूपमा त्यो कार्यक्रम मैले अघि भनिसकेँ, व्यवहारबाट टेस्टेड हुँदै जाँदाखेरि हाम्रो कार्यक्रम व्यवहारबाट टेस्टेड हुँदै जाँदाखेरिमा यो प्रमाणित भयो कि सही रहेछ भन्ने कुरा प्रमाणित भइसके पछाडि सिद्धान्तको रूपमा चाहिँ यसलाई हामीले 8औं आएर बल्ल 65 साल हो, 65 सालको 8औं महाधिवेशन बुटोलको बल्ल यसलाई हामीले सिद्धान्तको रूपमा चाहिँ स्वीकार गऱ्यौँ र आज हामी मार्गदर्शक सिद्धान्तको रूपमा मान्दैछौँ। किन भन्दा यो जनताको बहुदलीय जनवादी कार्यक्रम व्यवहारमा टेस्टेड गर्दाखेरिमा यस नेपाललाई चाहिने कार्यक्रम रहेछ भनेर प्रमाणित भयो कि नो भने भनेदेखि त पक्कै पनि हामी रिजेक्ट गर्थ्यौँ होला। त्यसरी सही छ, म यसरी भन्दै भन्न चाहेँ। र हामी चुक्यौँ कहाँ भन्ने बारेमा सबैले भनेको कुरा म पनि सहमत छु कि हामी व्यवहारमा चुक्यौँ कि सिद्धान्त अघि कसले पो भन्नुभयो, शास्त्रको कुरा गर्नुभएको अरे तपाईँले शास्त्रमा चाहिँ पुराणहरूमा चाहिँ धर्मको बारेमा कुरा विश्वास गर्छन् भन्दा होइन, शास्त्रमा छ के अरे, अब किताबमा पढेको कुरा मान्ने, किताबमा पढेको भने जस्तै त्यस्तै भयो कि भन्ने कुरा गर्नुभयो। जनताको बहुदलीय जनवाद सही कुरा त छ, तर हामीले लाइफमा व्यवहारमा उतार्ने कुरामा चुक्यौँ कि भन्ने कुरा चाहिँ सत्य हो, चुकेको कुरा सत्य हो। यसमा के भन्न चाहन्छु भन्दाखेरिमा मूल दोषको भागीदार वडादेखि अलि माथि, पालिकादेखि अलिक धेरै जिम्मेवारी, जिल्लाभन्दा अलिकति माथि धेरै जिम्मा, प्रदेशको अलिकति माथि चाहिँ केन्द्रभन्दा माथि पदाधिकारीको हुने नै भयो। तर म भन्न चाहन्छु जिम्मा हाम्रो पनि छ। म यहाँ पनि मदन भण्डारीले परिकल्पना गरेको थाहा थिएन मदन भण्डारीलाई, हाम्रा विरोधीसँग खरबौँ रुपियाँ छ, संसारभरिका साम्राज्यवादी हामीलाई हराउन लाग्छन्, त्यति बेलै थाहा थियो। क्युबाको हरेक घटनाक्रम हामीले हेरिराख्नु भएको थियो। हाम्रो विरुद्धमा सेना छ, हाम्रो विरुद्धमा सबै कर्मचारी छ, हाम्रो विरुद्धमा अड्डा अदालत छ, सम्पूर्ण ढुकुटी हाम्रो विरुद्धमा। त्यति हुँदाहुँदै पनि हामी फर्स्ट हुन सक्छौँ भन्ने सङ्कल्प जुन गर्दै हुन्थ्यो, त्यो किन? हामी कम्युनिस्टहरू अरूभन्दा बेग्लै धातुले बनेको प्राणी हो कि कम्युनिस्ट बनेको, उसमा व्यक्तिगत स्वार्थ गौण हुन्छ। तपाईँले बुझ्नु भएको कति छ, कार्यान्वयन त धेरै भएको छैन। म यस्तो भन्न चाहन्छु, कम्युनिस्ट एउटा मान्छे कम्युनिस्ट बन्नको निमित्त आफ्नो स्वार्थलाई भन्दा जनताको स्वार्थलाई पहिलो ठान्नुपर्छ कि सिद्धान्त त्यही भन्छ। आफ्नो स्वार्थभन्दा सामूहिक स्वार्थलाई प्रायोरिटी दिन्छ कि गाउँका सर्वहाराको जीवनलाई कसरी माथि ल्याउने कम्युनिस्ट बन्नु त्यसको लागि हो। सबै खान नपाउने खाना पाउनुपर्छ भन्नुको तात्पर्य त्यसको प्रबन्ध गर्नु पनि हाम्रो अगुवाई। हामी बिग्यौँ कहाँ? हामी सेवा गर्नभन्दा मेवातिर बढी पल्क्यौँ लाग्यौँ। म यो भन्न चाहन्छु, बिग्रेको त्यही होइन। तपाईँ आफू असल कम्युनिस्ट बन्नुभयो त? मेरो प्रश्न। किताबमा त धेरै पढ्यौँ होला हामीले, त्यसैले फेरि पनि म अघि भनिसकेँ, धेरै माथिबाटै बिग्रियो, सबै पनि माथिबाट हो, बिग्री पनि माथिबाट हो धेरै। तर यहाँहरूलाई भन्न चाहन्छु, म के सल्लाह हुँदैछु पनि म्याडमहरूको, सार्वभौम पार्टी सदस्य तपाईँ पनि जिम्मेवारी हुनुहुन्छ के पार्टी सदस्य। किन? एउटा पार्टी सदस्यले महाधिवेशन प्रतिनिधि चयन गर्छ हो, महाधिवेशन प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्छ, केन्द्रीय कमिटीले पार्टी अध्यक्ष चयन गर्छ भनेपछि त अध्यक्ष चुनेको त पार्टी सदस्यले के। त्यस भएको हुनाले हामीले अब अध्यक्ष ठिक छ के ठिक छ भनेको त तपाईँ आफैले पनि आफ्नो समीक्षा गर्नु पऱ्यो कि तपाईँले पठाउने प्रतिनिधि ठिक पठाउनु भएन। यता पनि म जान चाहेँ। त्यसैले मैले फेरि पनि यहाँनिर गर्नुपर्ने कुरा, व्यवहारमा हामी चुक्यौँ। मैले 50 चोटि भनेको कुरा फेरि 51 पटक पनि भन्छ होला कि यो लाइनबाट कुरा के हो भन्दाखेरि जनप्रतिनिधिहरू यसमा बहुत निर्णायक हुन्छ है। मैले भनेको यो हाम्रो यो बाटो जुन छ नि,
हामी जुन बाटो हिँड्दैछौँ यो बाटोमा जनताका प्रतिनिधिहरूको भूमिकाले धेरै महत्त्वपूर्ण अर्थ राख्छ। राम्रो काम गरे जनप्रतिनिधिले हाई हाई एमाले हुन्छ। उस्तै अघि यहाँ प्रसङ्ग उठ्यो रणबहादुर गिरी भन्नुभयो क्या काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद र कम्युनिस्टले भनेको वैज्ञानिक समाजवाद उस्तै हो कि फरक छ भन्ने क्वेसन उठ्न थाल्यो। उस्तै हुन्छ त्यति बेला जति बेला हाम्रो प्रतिनिधि र काङ्ग्रेसको प्रतिनिधि उस्तै हुन्छ। पैसा भन्न चाहन्छु भिन्न हुन्छ जनताको सेवामा समर्पित हाम्रो अगुवा छ। मदन भट्ट यो आदर्शको कुरा मैले कतिपटक भने मलाई यो खालि यो नहुने व्यवहारमा नउत्रने कुरा गर्दा पनि भन्न आउनु तपाईँ। तर सप्रने भनेको यही मात्रै विधि छ है, आफू पहिला असल कम्युनिस्ट बन्नु। जबसम्म हामी असल कम्युनिस्ट बन्न सक्दैनौँ, सेवामा समर्पित हुन सक्दैनौँ, नो क्रान्ति सम्भव छैन। फेरि पनि भन्न चाहन्छु माथिबाट त्यो कुराको चाहिँ सत्य हो। भन्न चाहन्छु म कि हाम्रो प्रतिनिधि त देउता होइन के, हाम्रो प्रतिनिधि त्यस्तो तपाईँहरू सबै मानिरहनु पर्यो होइन। औँला ठड्याउनुहोस् क्या, त म अब एक हिसाबले रिटायर्ड जस्तो पनि मान्छे छु यो भने म त भन्न चाहन्छु म लगायत हामी प्रतिनिधिको आजभन्दा पहिल्यै 48 सालदेखि आजसम्म गरेको कुनै पनि खोट तपाईँले देखाउनु उजागर गर्नुहोस्, म अनुरोध गर्न चाहन्छु। कहाँनिर हामी चुक्यौँ मैले धेरै कुरो कहे गर्न चाहन्छु। गरेको छैन भने हामी कागले काम गरे भन्दैमा एउटा कुरा के मलाई मन नपरेको कुरा के छ भने झापामा केपी ओलीले राम्रो गर्नुभयो नराम्रो गर्नुभयो फरक कुरा हो। नेता केपी ओली हो सबै हामी। अब विमानमा भोट थोरै आउनुमा केपी ओलीको भूमिका धेरै छ भन्ने मलाई लाग्दैन। म यसो भन्छु कि मेरो अलिक तपाईँहरूको भन्दा फरक खालको मेरो विश्लेषण छ कि विमानमा भोट थोरै आउने दोष चाहिँ केपी लगाएर हामी हुनुपर्ने। त्यहाँका त्यत्रा मेयरहरू, त्यत्रो उपमेयरहरू, त्यत्रा चाहिँ सदस्यहरू, त्यत्रा केन्द्रीय सदस्यहरू, पोलिट ब्युरो सदस्य त्यहाँ हुने अनि एकजना मान्छेलाई दोष दिएर हुन्छ। नो, यो कुराबाट मुक्त हुनुपर्छ। हामी दोषको भागीदार हामी पनि के यहाँ धेरै प्रसङ्ग उठेको छ। त्यसैले यो सम्भव छ, फेरि पनि सम्भव छ। हामीले आफूलाई रूपान्तरण गर्न जरुरी छ। समाज रूपान्तरण गर्नको निम्ति पहिला आफै रूपान्तरित हुनुपर्छ। कमरेडहरू मैले निवेदन गरेँ समाज रूपान्तरण सम्भव छ। कहाँबाट सुरु गर्ने? आफैबाट सुरु गर्ने। यो आदर्शको कुरा होइन। हामी कम्युनिस्ट व्यवस्था ल्याउने, समाजवाद ल्याउने भनेदेखि यो भन्दा अरू विकल्प छैन। यो बारेमा मैले के कुरो भने अब अन्तिममा भन्न चाहन्छु। यहाँ दुईवटा तपाईँले उठाएको प्रश्नभित्र अब यो वैज्ञानिक समाजवाद र पुँजीवादीहरूको समाजवादमा के भिन्नता भन्ने जुन कुरा छ, त्यो पुँजीवादी समाजवादमा बोल्न पाइन्छ, अब भनौँ न लेख्न पनि पाइन्छ, यी आदि इत्यादि कुराहरू सबै कुरा पाइन्छ। तर आर्थिक रूपमा जसको शक्ति उसको भक्ति भन्ने त्यहाँ रहिरहन्छ। त्यहाँ हजुर यो चिजको ग्याप रहिरहन्छ। तिनीहरू पूर्वजन्मको फल भन्छ कि धनी हुने पनि पूर्वजन्मको फल, गरिब हुने पनि पूर्वजन्मको फल, यो त भइहाल्छ नि भन्ने खालको व्याख्या गर्दै जाँदा फरक कुरा हो। हिजो चाहिँ नि पारिश्रमिक पाउँथे एकजना मजदुरले 10,000 भने त्यसलाई बढाएर 20,000 30,000 पनि पुर्याउँछ। तर ऊ आफू चाहिँ खरबपति बन्नदेखि 30,000ले आजको समाजमा आज आएको महँगीमा त्यो सन्तान पाल्न पनि हुँदैन। हामी भन्छौँ, तपाईँले बुझ्नु भएको छ नि त, हामी भन्छौँ कम्युनिस्ट पार्टी भन्छ। धेरै परको कुरा हो, नजिक नहुन सक्छ त्यो। तर योग्यता मुताबिकको काम मुताबिकको दाम के हामीले भनेको थियो। साँच्चै हामीले चाहेको चाहिँ समाजमा रहेको विभेदतालाई अन्त्य गर्नै चाहेको, सबै प्रकारको विभेदको अन्त्य गर्नै चाहेको, समाजमा भएको सबै प्रकारको विभेदको अन्त्य गर्नै चाहेको हामीले। त्यसकै लागि परेको कम्युनिस्ट पार्टी। समय लाग्छ के, तर त्यो चिज यो समाजवादी भन्नेहरू भनौँ न प्रजातान्त्रिक समाजवादी भन्नेहरूले त्यो चिजलाई चाहिँ मन्जुर गर्दैन। त्यति मात्रै भनेको। खास गरी आर्थिक रूपमा ठुलो डिफ्रेन्सेस त्यहाँ मैले त्यति भन्नु चाहेँ। मैले अब अरू कुरा नबोलिकन कुरोलाई निवेदन गर्न चाहन्छु। सम्भव छ। तनहुँको इतिहास पनि हामी हेरौँ न। तनहुँको इतिहास हेरौँ। हिजो कहाँ थियौँ हामी, अब आज हामी बिल्डिङमा बसेका छौँ। बिल्डिङ यत्तिकै बनाएको थाहा होला नि, तपाईँ नयाँ साथीहरूले हेरेर आउनुहोस् कि 5 रुपियाँ उठाएर बनाएको बिल्डिङ के भन्यो। यहाँ
बास बस्ने सेल्टरको एउटा घर पनि थिएन कि यहाँ थिएन भन्दा अब चन्द्रकला दिदी डेरा गरेर बस्नुहुन्थ्यो उहाँको डेरामा हाम्रो सेल्टर हुन्थ्यो। हरिन्द्र पाण्डे अर्को साथी हुनुहुन्थ्यो, हाम्रो अनिल पाण्डेको पिताजी आमाहरू उहाँहरूकोमा हामी लुकीछिपी आएर चाहिँ बस्नु पर्छ। पारिपट्टि प्रियलको मृत्यु भएको थियो, त्यहाँ लुकीछिपी गएर केही साथीहरू भयो। आज नगरपालिकामा पनि कतिपय वडा हामीले जितेका छौँ नि त। अस्ति द्वारिका श्रेष्ठ चुनाव उठ्दाखेरि कङ्ग्रेससँग केही 100 भोटले हाल्नु भएको थियो यहाँ नगरपालिका। अच्छा, सुन्नेबाट पनि त उठ्दो रहेछ नि त। तपाईँलाई यो पनि भनौँ अझै तपाईँलाई थाहा छ, फेरि पनि मैले खाना लडाइँ गर्नु खोजेको कि हिजो हामीहरू एउटा त्यो पुस्ता के राजनीतिमा लाग्दाखेरिमा पार्टी भन्न पाइन्थ्यो, म फलानु पार्टीको मान्छे भन्न पाइँदैन थियो। कम्युनिस्ट पार्टीको मान्छे बनेर समाउन सक्थ्यो, कपडाउनु मार्न पनि सक्थ्यो। त्यस्तो बेलामा सुरु गरेको हामीले त्यहाँदेखि यहाँ सत्तामा हामी पुग्यौँ। तर फेरि पनि भन्न चाहन्छु म, त्रुटि त्यहाँ भएको छ, ठुलो गम्भीर त्रुटि हो। नेपालको कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो दुर्घटना हो यसमा। यति ठुलो दुर्घटना हामीले लाइफमा भनौँ न हाम्रो राजनीतिक यात्रामा भएका थिएनौँ, भन्नु परेको थियो। त्यसैले गम्भीर दुर्घटना हो भनेदेखि अब यो यहाँबाट उठ्नको लागि पनि हामीले हिजो कहिल्यै गरेको भन्दा बढी मेहनत हामीले गर्नु जरुरी छ। हामीले बुझ्नुपर्ने कुरा यो यस्तो पार्टी फुट्यो, घरिघरि फुट्यो, 54मा फुट्यो, पछि पनि फुट्यो, एउटा घरको कम्युनिस्ट पार्टी फेरि पनि फुट्यो। यी सबै कुराभन्दा अहिलेको विघटन मतलब अहिलेको चाहिँ जुन चिज आइरहेको छ यो चाहिँ सबभन्दा डेन्जरस छ। त्यसो भएको हुनाले म फेरि पनि कमजोर भन्न चाहन्छु, सम्भव छ हामी कठोर मेहनत गरौँ, यो पदलाई गहना नबनाउँ के म यो भन्न चाहन्छु। आसन ग्रहणको लागि पद नो, कामको लागि पद के यो भनेको कुरा अहिले के गर्नु पऱ्यो। हामी सबैले त्यही गरेको हुनाले नै पार्टी यहाँसम्म आइपुगेको भन्ने पनि म अलिकति दावा पनि गर्न मिल्छ जस्तो लाग्छ मलाई। सम्भव छ, किन यो ठाउँ उर्वर छ कि यो ठाउँ उर्वर ठाउँ हो तनु। तर हामी यहाँ प्रसङ्ग गुटको कुरा यो धमिरा हो, पार्टीको धमिरा हो। गुटगत चिन्तन हामी सबैबाट निस्कनु जरुरी हुन्छ। अब यो गुटको कुरा पनि अलिकति के छ भन्दाखेरि मैले नबुझेको त नभनौँ, कहिले मलाई अलिकति कस्तो कस्तो लाग्छ। जनवादी केन्द्रीयतामा चल्ने पार्टी एमाले निर्णयमा पुग्नुभन्दा पहिला आफ्ना राय मजाले राख्न पाइन्छ। पार्टीमा आफ्नो पन्थी छ, निर्णयमा पुग्नु पूर्व आफ्नो राय राख्ने अझै कोसिस के गर्ने, आफ्नो रायलाई मेजोरिटीमा पुर्याउने कोसिस गर्ने कि सबैको मैले सुन्नुभएकै छ। रणगमन सुन्नुभएको छैन। जनवादी केन्द्रीयतामा यति मात्रै भन्न चाहन्छु, कम्युनिस्ट पार्टी एमाले जनवादी केन्द्रीयतामा चल्ने पार्टी हो। आफ्नो राय राख्ने, आफ्नो राय मेजोरिटीमा पर्न पनि सक्छ, माइनोरिटीमा पर्न पनि सक्छ। जुनसुकै मेजोरिटीमा परेको माइनोरिटीमा परेको तर मेजोरिटीको कुरालाई मान्नुपर्छ। छि भन्ने कुरा भने त्यसलाई बोकेर हिँड्नुपर्छ, मान्नुपर्छ। यो कम्युनिस्ट पार्टीको पद्धति सिस्टम हो, मान्यता हो, विधि हो। तर म यहीँनिर जोड्न चाहन्छु कि अब त्यहाँ भनौँ न हरेक अधिवेशन हुन्छ, कुनै साथीहरू जित्नुहुन्छ, कोही जित्नुहुन्न। त्यस्तो बेलामा यो साथी त फलाना ग्रुपबाट उठेको थियो भनेर जो नेतृत्वमा विजयी भएको हुन्छ त्यो चाहिँ नेतृत्वले सबैलाई समेटेर लाने कहाँनिर जिम्मेवारी दिँदाखेरि सबैको हुन्छ भन्ने कुरालाई हेरेर राख्नु जरुरी छ। किनभने म घरिघरि भन्छु सबै साथीहरूलाई, यो पार्टी निर्माण बहुमत अल्पमत सबै मिलेर बनेको चिज हो। म यो भन्न चाहन्छु, पार्टी निर्माणमा अल्पमतको पनि योगदान हुन्छ, यो पनि हामीले बुझ्नु जरुरी छ। तर आज अझै यो क्रिटिकल टाइममा हामी अझै यस्तो फलाना छ त्यस्तो विधि प्रक्रियाभन्दा फरक गर्नु चलाएको भन्दा लाग्दैन। ए कस्तो भन्दाखेरि अब आफू सक्सेस नभएपछि नेगेटिभ कुरा मात्रै धेरै गर्ने पनि पानी छ, यो पनि नगर्नु। फेरि पनि भन्न चाहन्छु, जनवादी केन्द्रता यो पार्टीमा लागू भइरहन्छ। त्यसैले अब माथि केन्द्रतिरको कुरा पनि जोड्दाखेरिमा केन्द्रको कुरा पनि
नेतृत्व परिवर्तन आदि इत्यादि कुरा पनि के हो भन्दा त्यसको पनि आफ्नै प्रक्रिया छ। परिवर्तन गर्न ठुलो सङ्ख्याले परिवर्तनको अपेक्षा गऱ्यो भने पनि हुनसक्छ। व्यक्ति आफैले पनि विविध कारणले अब ब्याक हुने भनौँ न यो आदि इत्यादि अब फेरौँ भन्ने कुरा गर्नु भनेदेखि त्यो पनि हुनसक्छ। तर त्यत्तिकै कसैले षड्यन्त्र चिच्याउँदैमा हुने कुरा होइन। भिन्न पार्टीले उचालेर होमा हो मिलाउने कुरा आत्मघाती कुरा हो। त्यो त्यस्ता कुरा पछि लाग्नु। त्यसैले यहाँ पनि त्यही हो, त्यहाँ पनि त्यही। मैले फेरि पनि जोड्न चाहन्छु, अल्पमतमा थिए के अरे फलानु ग्रुपबाट उठाएको थिएँ के अरे भनेर जिम्मेवारी दिने कुरामा योग्यता क्षमता क्रियाशीलता छ भने त्यसकोमा भेदभाव गऱ्यो भने पार्टी ग्रुप छ। म यो पनि भन्न चाहन्छु। तल पनि माथि पनि त्यही हो। तर माथि तपाईँहरू देख्नु भएकै छ नि, हिजो मदन भण्डारीले आफ्नो विचारसँग हारेका मान्छेसँग विचार फरक राखेको श्री बैनाली लगायतका नेताहरूलाई सबैलाई केन्द्रीय कमिटीमा राख्नु भएको होइन। अहिले पनि केपी ओलीकै टाइममा पनि केपी ओलीको विरुद्धमा लागेका कति मान्छेहरूलाई मन्त्री बनाएको होइन, सचिव बनाएको होइन। त्यो त्यत्तिकै हावाको भरमा कुदेर हुन्छ। हामीहरू सुरेन्द्र पाण्डेको अर्थमन्त्री हुनुभएको होइन। पैपलले भन्नु राजेन्द्र पाण्डेको उदाहरण दिएर कतिले पुग्ने हो उहाँलाई भनेर सधैँ उहाँले मात्रै पाउँदाखेरिमा ठिक, अर्काले अर्को पनि योग्य छ भनेदेखि पाउनु नहुने। फेरि पनि भन्न चाहन्छु, यो विधि पद्धति प्रक्रिया भनेको यही हो। लेनिनवादी संस्थाको सिद्धान्त भनेको जनवादी मुक्ति नेताको सिद्धान्त हो। त्यही अनुसार चल्यौँ हामीहरू। र फेरि म जोड्न चाहन्छु, अल्पमतमा परेका साथीहरूलाई पनि समेटेर लाने कुरामा कन्जुसिया गराउने छलफल गर्नुपर्छ। हामीले यो साथी यस्तो यस्तो क्षमताको छ, त्यो क्षमता अनुसार काम दियो भने पार्टीको हितमा काम गर्नु पर्यो। उसले पनि फेरि भनिसक्यो नि, निर्णय त माग्नु पर्यो त्यसले पनि। र तपाईँ फलानु ठाउँमा चाहिँ इन्चार्ज भनेर पठायो, उल्टो पाल्टो गर्नु कुरा गर्न पाइँदैन गऱ्यो भने फेरि आउनुहुन्छ नि त। कोही पनि मान्छे यो तपाईँले बुझेको कुरा मैले निवेदन गरेँ। मैले लामो समय लिएँ यिनी कुराहरू राख्दै। अब कहिले कहिले अलिक पातलो भेट हुन्छ। फेरि पनि म उनीहरूलाई भन्न चाहन्छु, हाम्रो पुस्ताको भनौँ, मैले व्यक्तिगत कुरा, हाम्रो चाहिँ नि हामीसँग जे छ यो चिज कम्युनिस्ट आन्दोलनमा खर्च गर्नको लागि हामी तयार। पहिलो प्राथमिकता यही पार्टी सङ्गठन हो पहिलो प्रायोरिटी, त्यसपछि परिवारतिर हामी आउँला पछाडि। त्यसो भएको हुनाले तपाईँहरूले सम्झेको ठाउँमा सकेसम्म हाजिर हुने, आफूलाई लागेको कुराहरू भन्ने। मलाई लाग्छ यो तपाईँले कतिपय कुराहरू यो आदर्शको पुरानो कुरा जस्तो सुन्नु होला, तर हामी सचिनको लागि यिनी कुराको चाहिँ खाँचो जस्तो अझै भयो। अनि यो कुराहरू चारतिर यो अलिकति सुखद भइराखेको छैन। अप्ठ्यारो बेलामा झन् साथीहरू अब कसैले प्रहार गर्यो पिट्यो भनेदेखि त अलिकति इक पनि हुनुपर्छ भनिन्छ नि। इक नभएको मानिस, विष नभएको सर्प हुन्छ नि। कहिले हो कि हामीले इक पराउनु, त्यसमा कतिमा लाग्छ। केही सिरको भाँचेको छैन, केही योगदान गरेका छैन। भोट अब सबै भोट त्यहाँ पनि त्यही हो नि त वर्ग सङ्घर्ष भनेको देख्नुभयो। हामी सुकुम्बासीलाई देशमा कोही पनि सुकुम्बासी रहनु हुँदैन। भूमिहीन कोही छ भनेदेखि जग्गाको मालिक बन्नुपर्छ हाम्रो लागि। आज खोजी सुकुम्बासी बस्तीमा रोजगार लाउने अर्को यस्तो कुरा देख्दाखेरि पनि तपाईँहरू सङ्गठन बनाउने श्रेष्ठ हुनु भनेदेखि के भनेदेखि यही हो नि विवेक भनेको। मैले यिनै कुराहरू राख्दै अब धेरै समय लिएकोमा क्षमा यात्रा पनि गर्दै उनीहरूलाई उत्साहपूर्वक लागौँ, आफ्नो ठाउँमा लागौँ के। अब निकट भविष्यमा लोकल इलेक्सन आउँदैछ। अब केपीओलीलाई गाली गर्यो भने तपाईँ आफू त्यहाँ लोकप्रिय भएर निर्वाचन जितेर आउनुको लागि पार्टीले के गर्नु पऱ्यो हुन्छ, के सहयोग गर्नु पऱ्यो, जिल्ला कमिटी लगायत हामी सबैले गर्नेछौँ। त्यो बाटोमा लागौँ। यति नै कुरा राखेर मैले आफ्नो भनाइ